हेलो गुड मर्निङ सबैजनालाई र आजको सानो एउटा भ्लग बनाउन गइरहेको छु र हामीले आज यहाँनिर लाप्चे जगतको माथि भ्यू पोइन्टमा आएको छु घुम्नुको लागि र मेरो गेस्टै हुनुहुन्छ। इधर चाहिँ यस्तो छ एकदम क्राउड छ हैन एकदम। र यहाँ चाहिँ के अरे मेरो गेस्ट फरेनर्स तपाईको फ्रान्सबाट आउनु भएको र उहाँ चाहिँ गाइडलाइनले गाइड गरेर लिएर जानुहुँदैछ र आजको दिन त्यस्तो छ वेदर चाहिँ है। र अझ यहाँबाट अब हामी सिधै तपाईको टी फरेस्ट जानेछु। टी फरेस्टबाट त्यहाँदेखि हामी तपाईको टी फरेस्टदेखि चाहिँ त्यहाँबाट हामी माथि सुके भएर जौपोखरी जान्छु अनि तपाईलाई अपडेटहरू दिइबस्छु कस्तो के छ जग्गाहरू म देखाउँछु है। यो जग्गा त एकदम धेरै टुरिस्ट प्लेसको लागि एकदम राम्रो छ घुम्नुको लागि। तपाईहरु पनि सायद यहाँ आउन सक्नुहुन्छ। देख्नुहुन्छ टुरिस्ट प्लेसहरु कस्तो मजाको छ यहाँ। टिकट काउन्टर टिकट काट्ने लेक तो नहीं है, सिर्फ व्यू पॉइंट है। सिर्फ व्यू पॉइंट वॉच टावर है। हुन्छ लाग्यो। अब हामी त यहाँबाट तल रोडमा जाँदैछु। गाडी चाहिँ मैले तल पार्कमा राखेको छु। आजको वेदर एकदम यस्तो छ एकदम है, कुहिरो लागिरहेको छ।